मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई, राजाको पद पायो भने त कति नमस्कार गर्छ मोदीले त नमस्कार गरेको हाम्रो राजालाई। अहिलेको नेताहरू जाओस् त त्यहाँ गइसकेपछि त नेताहरू नमस्कार हजुर भनेर हिँड्छन्। गणतन्त्र व्यवस्था भनेकै त्यही हो, खास गरी अर्काको समस्या बोल्न त पायो, बोलेर के पायौँ त हामीले? हे भगवान्, बोलेर हामी के पायौँ? हामी पायौँ केही पाएन। अब चाहिँ समय हाल्यो घाँटीमा, पछाडिबाट म निस्किन लाथेँ, मलाई नै ठेलेर लुट। तपाईँले सिक्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त? के थाहा त भाइ, होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले? अब 2-3 लाख रुपियाँ गइहाल्यो मेरो। अब चाहिँ समय हाल्यो घाँटीमा, पछाडिबाट म निस्किन लाथेँ, मलाई नै ठेलेर लुट। तपाईँले सिक्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त? के थाहा त भाइ, होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले? अब 2-3 लाख रुपियाँ गइहाल्यो मेरो।